निद्राको समस्याले चाहिँ दुःख दिइरहेछ, जति गर्दा पनि निदाउन सकिरहेको छैन। डक्टरकोमा गएँ, मेडिसिन खाइरहेछु, डक्टरले थेरापीको लागि जाऊ भन्नुभयो, त्यसैले गर्दा आएको र यस्तै निदाउन नसकेर हजुरहरूलाई गाह्रो भइरहेछ भने यो भिडियो हजुरहरूको लागि। सो निद्रा चाहिँ एउटा व्यवहार हो। जसरी हाम्रो खाना खाने बानी हुन्छ हैन, त्यही टाइममा हामीलाई 9 बजे 11 बजे 12 बजे जति हाम्रो टाइम छ त्यतिखेर हामीलाई खाना खान मन लाग्छ। त्यसै गरेर निद्रा पनि के हो त, एउटा व्यवहार हो। त्यसैले गर्दा एउटा रुटिन सेट गर्नु एकदमै आवश्यक छ। लाइक मानिलिउँ 9 बजे सुत्ने, 10 बजे सुत्ने, 11 बजे सुत्ने हैन, त्यो टाइममा चाहिँ हजुरले एटलिस्ट 11 बजेसम्ममा चाहिँ आफू सुत्ने एउटा रुटिन चाहिँ ढिलामा 11 सम्म चाहिँ सुत्ने एउटा रुटिन चाहिँ के गर्ने, सेट गर्ने हैन। र त्यो सेट त गरियो, तर निद्रा चाहिँ नि हामीले स्लिप हाइजिनमा धेरै कुराहरू याद गर्नुपर्छ निदाउनको लागि है, जसले गर्दा चाहिँ हामी निदाउन सक्छौँ। सो यसका केही टिप्सहरू के छन् भने, फर्स्ट थिङ हामीले के याद गर्नु पर्यो भने चाहिँ हाम्रो हाइड्रेसन स्ट्याटस चाहिँ, जस्तो हामीले पानी 2.5-3 लिटर पानी खाइरहेछौँ भने इभिनिङ भए लगतै धेरै पानी चाहिँ नपिउने, र क्याफिनहरू चाहिँ खाँदै नखाने निद्राको समस्या भएको व्यक्तिले। त्यसै गरेर अल्कोहलहरू लिने बानी छ र निदाउनको लागि भन्यो भने त्यसलाई पनि कट डाउन गर्ने, र त्यो छोड्न सकिएको छैन भने यु क्यान कन्सल्ट द मेन्टल हेल्थ प्रोफेसनल, साइकियाट्रिस्ट अथवा साइकोलोजिस्ट। र त्यसै गरेर चाहिँ हजुरले चाहिँ नि चिया चाहिँ नि 4 बजेपछि चाहिँ नखाने है। र हजुरको एकदमै एक्सेसिभ स्क्रिन युज गर्ने बानी छ भने चाहिँ आफ्नो एज अप्रोप्रिएट स्क्रिन टाइम चाहिँ अलोकेट गर्ने। तर सकिन्छ भने निद्राको समस्या भएको व्यक्तिले लाइक 10 बजे हजुर सुत्ने हो भने 8 बजेबाट स्क्रिनलाई चाहिँ स्टप गर्ने। बरु मेक अ ह्याबिट अफ रिडिङ बुक। त्यो बेलामा चाहिँ यु क्यान रिड अ बुक, कोर्स सिलेबल्सहरू छ या केही पढ्नुपर्ने छ भने यु क्यान प्रिन्ट इट आउट, अनि त्यसमा चाहिँ हजुरहरूले त्यसमा पढ्न सक्नुहुन्छ हैन। त्यसले गर्दाखेरिमा चाहिँ हाम्रो स्क्रिन एक्सपोजर पनि कम हुन्छ। स्क्रिनले पनि हाम्रो निद्राको क्वालिटीलाई चाहिँ डिग्रेड गर्छ। र अब हामीले के गर्न हुन्छ के गर्न हुँदैन भन्दाखेरिमा चाहिँ हामीले मानिलिउँ बिस्तारामा गइसकेपछि हामी एउटा स्ट्रक्चर रुटिन हामीले बनाउने, र जुन बेडमा हामी चाहिँ नि सुत्छौँ त्यो बेडमा पढ्ने, खाजा खाने हैन, बस्ने काम चाहिँ नगरौँ, होमवर्क गर्ने हैन। बेड भनेको सुत्नको लागि हो, र त्यो अरू प्रयोगको लागि चाहिँ नि अरू अन्यन्त्रै बसेर गर्नु होला हैन। जसले गर्दा चाहिँ सुत्न जानलाई मात्र बेडको चाहिँ नि प्रयोग गर्नु होला। र सुत्नुभन्दा 2 घण्टा अगाडि एटलिस्ट स्क्रिनलाई चाहिँ हजुरले आफू स्क्रिनबाट चाहिँ स्क्रिन चाहिँ नचलाउनुहोस्, कुनै पनि स्क्रिनहरूबाट आफूलाई टाढा राख्नु होला। बरु यु क्यान रिड बुक्स हैन, अरू केही गीतहरू सुन्न सक्नुहुन्छ, त्यो चाहिँ गर्न सक्नुहुन्छ। त्यसै गरेर चाहिँ अर्को चाहिँ हजुरले के गर्न सक्नुहुन्छ त भन्दाखेरिमा चाहिँ यु क्यान प्र्याक्टिस ब्रिदिङ एक्सर्साइज हैन। सुत्दाखेरिमा ब्रिदिङ एक्सर्साइजले चाहिँ हामीलाई काम डाउन गर्छ, जसमा चाहिँ हजुरले यु क्यान टेक अ लङ डिप ब्रेथ, होल्ड फर 3 सेकेन्ड्स, अनि त्यसपछि यु क्यान ब्रेथ इट आउट हैन। नाकले लिने अनि मुखले बिस्तारै फ्याल्ने हैन। सास लिएको समयभन्दा सास फालेको समय चाहिँ लामो राख्ने। यसरी हजुरले 15-20 पटकसम्म गर्न सक्नुहुन्छ। यसको टेक्निक मैले मेरो अघिल्लो भिडियोहरूमा राखेको छु, त्यहाँ पनि हजुरहरूले खोजेर हेर्न सक्नुहुन्छ त्यसको डेमोन्स्ट्रेसन चाहिँ। र त्यसै गरेर चाहिँ हजुरले यति गरिसकेपछि यु क्यान प्र्याक्टिस नम्बर रिभर्सिङ 100, 99, 98 भनेर यु क्यान डु नम्बर रिभर्सिङ। र यति गर्दा गर्दैमा निद्रा लाग्यो, ठिक छ, लागेन, बाथरुम जान मन लाग्यो भने बाथरुम जाने आउने, तर अब चाहिँ कति बज्यो भनेर टाइम चाहिँ नहेर्ने। या निदाउनु भयो, जसँग बिउजिनु भयो, अनि घडी हेर्ने बानी छ भने या बित्ते घडी हेर्ने बानी छ भने त्यसलाई पनि हटाइदिनुहोस्। हेर्न मन लाग्दा पनि म हेर्दिनँ, म सुत्न प्रयास गर्छु, म सुत्छु भनेर चाहिँ भन्ने है। र यसरी हजुरले प्र्याक्टिस गर्दै जाँदाखेरिमा पनि हजुरलाई निद्रा लागिरहेको छैन, गाह्रो भइरहेछ भने कग्निटिभ बिहेभियर थेरापी फर स्लिप छ। यसले हजुरको निद्रा व्यवस्थापनमा हेल्प गर्छ। यसको लागि हजुरले CBT थेरापिस्टहरूलाई भेट्न सक्नुहुन्छ, या कुनै पनि मेन्टल हेल्थ प्रोफेसनललाई भेट्न सक्नुहुन्छ, साइकियाट्रिस्टसँग सल्लाह गर्न सक्नुहुन्छ, साइकोलोजिस्टलाई भेट्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच। नमस्ते।